हेलो साथीहरू, ल हेर्नु है त। यो चाहिँ कोरियाको बस्ती। कोरियाको ठाउँ चाहिँ एकदम विकसित छ होइन। तर बस्तीहरू भनेको चाहिँ यस्तै हो है, हाम्रो नेपालमा जस्तै। सहरहरूतिर चाहिँ अब ठुलो ठालो अब उसहरू भइहाल्छ, के भन्छ त्यसलाई, बिल्डिङहरू उसहरू। गाउँघरतिर चाहिँ यस्तै हो, भित्रभित्र केही फरक छैन। नेपाल नेपाल आए जस्तै लाग्छ हो मलाई त। नर्मल। कोरियाको यो चाहिँ पुरानो घर। यस्तो घर भयो भने पनि गाडी साडी चाहिँ हुन्छ है त साथीहरू। टक्क हामी चाहिँ यसो घुम्न हिँड्दाखेरि देखाइदिइहालौँ भनेर। ल हेर्नुहोस्, घरहरू चाहिँ हेर्नुहोस् हजुर त्यो उतापट्टि, अनि गाडी चाहिँ यता हेर्दै गर्नु है त। डाइरेक्ट देखाउन पनि मिल्दैन। अनि बस्ती यस्तै हो, यो गाउँ एरिया हो। सहर एरियामा चाहिँ अब अपार्टहरू हुने भएको भएर राम्रो त राम्रै हुन्छ। अनि यहाँ ट्र्याक्टर हेर्नु है त, यो वर्षको एकचोटि युज हुन्छ, बाँकी थन्काएर राख्ने साथीहरू। यस्तो ट्र्याक्टरहरू चाहिँ एकचोटि खेत जोत्न धान रोप्ने बेलामा मात्रै युज हुने, त्यसपछि त्यस्तै हो। यसो घरको पछाडिबाट हिँडिरहेको छु। अहिले भर्खर वसन्त ऋतु सुरु हुँदैछ, यसो घुम्न हिँडौँ भनेर निस्किएको। अब यहाँ चाहिँ तरकारी रोप्नलाई, बोटबिरुवा रोप्नको लागि, तरकारी रोप्नको लागि तयारी गरेर राखेको छ। यहाँ चाहिँ कहिले पनि उत्तिखेरै रोप्दैनन् है, पहिला तयारी गरेर पछि बल्ल रोप्छन्। प्लास्टिक राखेर, मलहरू राखेर, एक दिन उस गरेर। साँझको मौसम छ, घाम डुब्दैछ, मस्त छ साथीहरू। ल हेर्नुहोस्, यही हो, यस्तै छ। बाक्लो घरहरू हुँदैन। यता घरहरू गाउँ एरिया हो यो। मस्त हेर्नुहोस्, जङ्गलको छेउमा। जङ्गल भनेको यस्तै यस्तै हो, यो कोरियामा खासै ठुलो जङ्गल हुँदैन। ठुलो त हुन्छ तर यस्तै यस्तै टाइपको ठुलो हुन्छ। अनि साथीहरू, यहाँ त गाई बाख्राहरू त छोडुवा त हुँदैनन्। यो किन लगाएको होला, यो बारी छ होइन, अब यहाँ केही हुँदैन, यो किन लगाएको होला भन्नुहुन्छ। थाहा छ हजुरहरूलाई यो चाहिँ के को लागि हो भनिदिउँ? यो चाहिँ मृगको लागि है साथीहरू। नेपालमा चाहिँ गाई बाख्राहरू छोडुवाले हैरान गराउँछन् होइन, यहाँ चाहिँ मृग र बँदेलको लागि चाहिँ बाली जोगाउनको लागि है। मान्छेले चाहिँ मारेर खान नपाउने हुँदाखेरि नेपालको गल्लीको भुसिया कुकुर जस्तो छन् है यहाँ मृग र बँदेलहरू चाहिँ, त्यति धेरै छन्। खेतीको तयारी हुँदैछ। ऊ यहाँ साथी चियान छ है, यो चियानको बारेमा चाहिँ मैले अर्को भिडियो गराउँछु, एकदम इन्ट्रेस्टिङ उस छ। यहाँ बस्तीहरू यहीँ छ, चियान यहीँ छ। यसको बारेमा मैले आज 2-4 दिनपछि अथवा भोलितिर भिडियो गराउँछु। ल हेर्नु, साँझको मौसम यति गजबको छ। बाटोको छेउछाउमा फुल रोपिरहेको छ। हामीहरू चाहिँ यसो साँझको इभिनिङ वाक भनौँ न होइन। अब यहाँ चाहिँ धान रोप्ने तयारी हुँदैछ। उता चाहिँ कोरियनले अब पानी सानी लगाउने तर्खर गर्दैछ साथीहरू। ल हेर्नुहोस्, यहाँको घर यस्तै हो नि। यो घरहरूको अगाडि फेरि यिनीहरूले गन्जा गोल राख्छन् है। यिनीहरूको घरभित्र चाहिँ साह्रै सफा हुन्छ, बाहिर चाहिँ के हो गन्जा गोल। के हाम्रो चाहिँ बाहिर बरु एकदम राम्रो राखिन्छ नि, यहाँ चाहिँ त्यो भन्ने उस हुँदैन। यहाँ मजाले तरकारी खेती गरिसकेको रहेछ, लसुन उहाँ सप्रेर कति गजबको भएछ। ल हेर्नु साथीहरू, यो चियान हो होइन, यो चियान हो। यहीँ घर छ हेर्नु, घरको पछाडि चियान छ। ऊ त घरमा सुतेको मान्छेलाई हेलो भन्न पनि बेर छैन। के गर्छ साथीहरू, हामीहरूले त्यस्तो सोच्छौँ तर नेपाल यहाँको त्यस्तो हुँदैन है। मैले यही सम्बन्ध इन्ट्रेस्टिङ भिडियो चाहिँ लिएर आउँछु है त साथीहरू। फलो गर्नुहोस्, लाइक गर्नुहोस्, नगर्नु भएकोले गर्नुभएकोले त गर्नुभएकै छ है त। भिडियोहरूमा चाहिँ कोरियाको भिडियोहरू देखाउँछु है अबदेखि हजुरहरूलाई। मस्त मस्तको जे देखिन्छ त्यही देखाउँछु है त साथीहरू। सानो ट्र्याक्टर अल्पत्र छ यहाँ। एक ट्र्याक्टर भन्न आयो फेरि भ्याकु के भ्याकु साथीहरू। यहाँ चाहिँ अब तरकारी उस गर्नको लागि यो चाहिँ मल हो है साथीहरू। टक्क ल हेर्नुहोस्, यस्तो बोरामा आउँछ मलहरू चाहिँ। यहाँ यस्तो कडा मल हुन्छ, सिधै बिरुवाको छेउमा हाल्यो भने बिरुवै मर्छ साथीहरू। किन हो
गजबको छ नि साथीहरू गजब। अनि साथीहरू यो चाहिँ बुङ्गुर कम्पनी हेर्नुहोस्, हाम्रो कम्पनी यो एरिया गनाउँछ साथीहरू। यो बुङ्गुर कम्पनी यो छ नि, यो अहिले यो भित्र चाहिँ यसको यो बुङ्गुरको त दिशा फाल्ने ठाउँ हो यो। त्यसरी उस गरेर राखेको, हावा चल्यो जता हावा चल्यो त्यही गनाउँछ। कस्तो गनाउँछ भन्नुहुन्छ भने बिरेनुन खाएर पात्दाखेरि जस्तो गनाउँछ त्यस्तै गनाउँछ साथीहरू। तर के गर्नु, कसैले हटाउन पाउँदैन यहाँ यो उसलाई। कम्पनीहरूको लागि चाहिँ त्यति उस दिएको हुन्छ होइन। किन हटाउन पाउँदैन भन्दा यो बुङ्गुर कम्पनी यो डाँडाका कोप्चामा आएर पहिला सबभन्दा पहिला यहाँ बस्ती बस्नभन्दा पहिलादेखि चलेको कम्पनी भयो। 30-40 वर्षदेखि चलेको कम्पनी भएको भएर यो मान्छेहरू पछि आएको हो नि त, प्राथमिकता उसले पाउँछ, ऊ हटाउन पाउँदैन। जति गनाउने सुँगेर बस्ने साथीहरू, सुँगेर बस्ने हो, उस गर्न भन्ने पाउँदैन। अनि ल हेर्नुहोस् यता नालाको व्यवस्था चाहिँ पानीहरूको लागि, खेतबारीमा पानी लगाउनको लागि नालाको व्यवस्था चाहिँ गजबको हुन्छ है त साथीहरू। नेपालमा नेपालमा भन्न आयो फेरि कोरियामा कृषिमा आउँछ भन्छ नि साथीहरू। यस्तैमा बस्ने है, यही टनलभित्र बस्ने हो। जाडोमा जाडो, गर्मीमा चाहिँ अब प्लास्टिकभित्रको उसमा बस्दाखेरि कस्तो हुन्छ ल हेर्नुहोस्। झ्याल ढोकाको त्यस्तो नछ, मरिन्छ मान्छे। भित्र उस्तै एकजना बुढी मौले काम गरिराख्नु भयो रहेछ। रेस्पेक्ट छ है त। हाम्रो नेपालमा जस्तो चाहिँ हल्लिएर खाने भन्ने हुँदैन। यहाँ पात खाने प्याज फुलिसकेको छ, पोहोर सालको होला सायद। गजब छ। ल त साथीहरू, अहिले चाहिँ भिडियो चाहिँ हल्का लामो भयो जस्तो माने। आजलाई चाहिँ यति नै। अर्को भिडियो चाहिँ अब फेरि दरो आउँछ है त साथीहरू। यस्तै घुमेको के जे देखिन्छ त्यही त देखाउँछु, त्यही त हेर्नु होला हजुरहरूले है त। लाइक र फलो चाहिँ गर्न नभुल्नु है त साथीहरू। नगरेकोले त गरिहाल्नु भयो नि, माया गरिहाल्नुहुन्छ नि होइन।